एकदम 25 को चिया बेच्दा पनि खुसी हुन पर्छ। हामीले ठुलो अपेक्षा राख्यौँ भने हामी दुखी हुन्छौँ। तर हामीले एउटा दालचिनी 4-5 वर्षपछि काट्ने त्यसमा यो बुटा हुर्किन्छ भनेर हेर्यौँ भने दिदी तपाईँले के पहिला दालचिनी लाउनु भन्दा पहिला यो यसरी च्याउ लाउँछु भनेर कल्पना गर्नुभएको थियो कि गर्नुभएको होइन, मैले दालचिनी भन्दा अगाडि नै च्याउ सरस्वती पहिला च्याउ लाउनु भएको थियो पहिला अनि पछि दालचिनी लाउनु भयो पछि जे उस फर्मको माथि यो अहिले चाहिँ यो चाहिँ अरूको चाहिँ पहिला घाम लाग्नेमा खेतीपाती हुन्थ्यो अनि सबैले आँखा यसरी हेर्न हुन्थ्यो भने अहिले मेरो यो रिपेनको जग्गा म यस्तो गरेर कुरा गरेर आफ्ना दिदीबहिनीसँग खुलेर 2-4 पैसा ल घुम्न जाऊँ भने नि एकदम खुसी छु आफ्नो पेसादेखि। त्यही भएर मैले के भन्छु भने यही माटोमा हाम्रा छोराछोरीलाई नि खेल्न सिकाउँ मैले त्यही भन्छु। किनभने हामी राष्ट्रभक्त भन्दै कुरा गर्दै हिँड्ने अनि फेरि आफ्नो माटोलाई चाहिँ भने त हामी कसरी राख्छ त्यही भएर हामी चाहिँ म सम्पूर्ण दिदीबहिनी आमा विशेष त हामी आमाहरू हो। आमाहरूले चाहिँ आफ्नो बच्चाहरूलाई केही फरक पर्दैन, माटोमा छुट्टै उर्वरा छ। यसमा चाहिँ हामी खेल्न सिकायो भने एक किसिमका धेरै किसिमका रोगहरू सन्चुन्छ। हातमा धुलो मैलो फुट्ने कुरा त होला, छालाको आकार बिग्रेला, तर हामी चाहिँ जीवन जुन बाँच्न पर्ने हो, हामी जुन चाहिँ तन्दुरुस्त रहन पर्ने हो, हामी चाहिँ एकदमै रहन्छौँ। हामी